आज चाहिँ म तपाईँहरूलाई कुनै पनि VPN कुनै पनि झन्झट बेगर चाहिँ फिफा वर्ल्ड कप 2026 चाहिँ कसरी हेर्ने भनेर सोचिरहनु भएको छ भने तपाईँहरूलाई यस भिडियो मार्फत तपाईँले हेर्न सक्नुहुनेछ फिफा वर्ल्ड कप 2026लाई। तपाईँले सबभन्दा पहिला क्रोमलाई खोल्नुपर्ने हुन्छ। तपाईँहरूले यहाँनिर फुटबल FOOTBALL फुटबल ROCKER थिचेर सर्च गर्नुहोस्। तपाईँले सर्च गर्ने बित्तिकै तपाईँ सबभन्दा पहिलो नम्बरमा आएको लिङ्कलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि तपाईँहरूले यहाँनिर यस्तो देखिन्छ। यहाँ देख्नुभयो वर्ल्ड कप राउन्ड अफ 32को खेल भइरहेको छ। बिहान जर्मनी र पाराग्वेको खेल थियो। पाराग्वे पेनल्टीमा पाराग्वेले जर्मनीलाई हराउन सफलता छ। नेदरल्यान्ड्स र मोरक्कोको खेल अहिले बिटी भइसकेको छ। यो चाहिँ हाफ टाइम एक्स्ट्रा टाइममा गइरहेको छ। यो हामीले यहाँनिर थिच्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ विभिन्न लिङ्कहरू आइरहेको हुन्छ। यसरी तपाईँलाई ब्याक गर्नुपर्ने हुन्छ। फेरि पनि यहीँ थिच्नुहोस्। जबसम्म यस्तो यो फेज आउँदैन तबसम्म तपाईँले ब्याक गरिराख्नुहोस्। यहाँनिर अपकमिङ भनेर लेखेको छ किनकि यो एक्स्ट्रा टाइमको हाफ टाइममा गएको हुनाले यहाँ को खेलाडीहरू लाइनअप पनि हेर्न सक्नुहुन्छ होइन। सबै देखाउनेछ। फर्मेसन सब देखाउनेछ। कति मिनटमा गोल भयो के भयो भनेर पनि देखाउनेछ। हामीले पुरा भिडियो हेर्नुको लागि चाहिँ लिङ्क 1मा थिच्नुहोस्। यो लिङ्क 1मा थिच्दा नि एकछिन यहाँनिर अब प्ले भइरहेको छ। लिङ्क 1मा थिच्नु भए चाहिँ अटो प्ले हुन्छ। तपाईँहरू यहाँ लिङ्क धेरै देखाइरहेको हुन्छ। 1 2 3 4 Both managers and both benches immediately sending the remaining substitutes out to get warmed up as quickly as possible in preparation, Ellen, for whatever curveballs thrown at them. लाइभ प्रसारण गरिरहेको हुन्छ। तपाईँहरूलाई के कस्तो लाग्यो, कसरी वर्ल्ड कप हेरिरहनु भएको छ, तपाईँहरूले कसरी डिसेम्बरमा सब्सक्रिप्सन लिएर हेरिरहनु भएको छ भने तपाईँ यदि डिसेम्बरमा सब्सक्रिप्सन लिनुभएको छैन भने तपाईँहरूले चाहिँ यसरी हेर्न सक्नुहुन्छ। के हो यो बिचमा कुनै बेला यहाँनिर रोकियो र प्रफिट भएको फाइलहरू जस्तो बिचमा खिचिदिनु भयो भने आउनेछ। र तपाईँहरू लिङ्क 1बाट अब हेरिरहँदा अरू चलेन भने लिङ्क 2बाट पनि हेर्न सक्नुहुन्छ र अथवा लिङ्क 2 जसरी पनि तपाईँहरूले चाहिँ यसलाई हेर्न सक्नुहुनेछ। अवश्य धन्यवाद। तपाईँहरूले पनि वर्ल्ड कप हेर्नु होला। यदि डिसेम्बर तपाईँहरूमा छैन भने चाहिँ भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनुहोस्। यहाँनिर कि अरू तपाईँहरू जस्तै वर्ल्ड कप कसरी हेर्ने भनेर बसिरहनु भएको हुनसक्नुहुन्छ। उहाँहरूलाई चाहिँ यो भिडियो जरुरी हुन्छ। वर्ल्ड कप हेर्न सक्नुहुन्छ।